ल आज कुरा गरौँ एउटा यस्तो प्रविधिको जसलाई आफ्नै पार्टनरले पछाडि धकेलिदियो। यो कथा सुन्दा अचम्म लाग्न सक्छ, तर टेक वर्ल्डमा यस्तो भइरहन्छ। DDR3 को कथा यसको क्लासिक उदाहरण हो। कथा सुरु हुन्छ सन् 2007बाट। बजारमा आयो DDR3 ऱ्याम, जसले कम्प्युटिङलाई नै बदल्ने वाचा गरेको थियो। यसको एउटा ठूलो इनोभेसन थियो। यसले जम्मा 1.5 भोल्टमा काम गर्थ्यो। यो सानो परिवर्तनले दुईवटा गजबको फाइदा दियो। कम्प्युटरहरू कुल चल्ने अनि ल्यापटपको ब्याट्री धेरै टिक्ने। यो पहिलेभन्दा निकै फास्ट थियो र क्यापेसिटी पनि निकै बढी थियो। तर यसको खास जादु स्पिड र क्यापेसिटी मात्रै थिएन, केही अरू नै थियो। त्यो थियो ड्युअल च्यानल टेक्नोलोजीको सुरुवात। यसले साँच्चै नै गेम नै चेन्ज गरिदियो। यसरी बुझाउन, डाटाको लागि हाइवेमा एउटा लेनको सट्टा दुईवटा लेन भए जस्तै हो। र यसको फाइदा त सिधै देखियो, खास गरी महँगा ग्राफिक्स कार्ड नभएका गेमर्सहरूको लागि। तर यहाँनिर एउटा अचम्मको कुरा छ। यति राम्रो हार्डवेयर भएर पनि कम्प्युटरहरू स्लो नै चल्थे। समस्या हार्डवेयरमा त पक्कै थिएन। त्यसो भए केमा थियो त? दोषी थियो सफ्टवेयर, खासमा विन्डोज भिस्टा। विन्डोज भिस्टा एकदमै हेभी थियो। यसले DDR3 ले दिएको पावर र ऱ्याम सबै खाइदिन्थ्यो। यो सब हुनुको कारण थियो एरो इन्टरफेस। हेर्दा त मोडर्न, तर रिसोर्सको भोको। देख्दा जति राम्रो थियो, पर्फर्मेन्स उति नै सुस्त। राम्रो कम्प्युटर पनि ल्यागी हुन्थ्यो। समस्या अपरेटिङ सिस्टममा मात्र थिएन, त्यो बेलाका पपुलर गेमहरू पनि निकै डिमान्डिङ थिए। अनि वर्षौंसम्म हाम्रो कथाको यो नायक पछाडि परिरह्यो, जबसम्म निकै एफिसियन्ट विन्डोज 7 आएन। यो कथाबाट PC बनाउने वा अपग्रेड गर्नेहरूका लागि एउटा एकदमै महत्त्वपूर्ण पाठ सिक्न सकिन्छ। सबैभन्दा राम्रो पर्फर्मेन्सको लागि ऱ्याम स्टिकहरूको स्पिड र ब्रान्ड सधैँ मिलाउनुपर्छ। किनकि स्पिड फरक पर्यो भने दुईटै ऱ्यामले सधैँ ढिलोवालाको स्पिडमा काम गर्छ। अनि ब्रान्ड मिसाउँदा त सिस्टम नै अनस्टेबल हुने र क्र्यास हुने जोखिम हुन्छ। र यो नियम DDR3, DDR4 र अहिलेको DDR5 सबैमा लागू हुन्छ। यसले एउटा प्रश्न खडा गर्छ, के हाम्रो हार्डवेयरको पोटेन्सियल सधैँ सफ्टवेयरको भरमा हुन्छ त?